टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टोली श्रृंखला मेरी बासै। एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै। आयुर द्रोण छुटे बिहान चाँडै उठे। अब उमेरको केटाकेटी छौ तिमीहरू, अब जटा हुल त्यतै कुद्ने होइन। सत्य भन्ने कुरा जहिले पनि अल्पमतमा हुन्छ, त्यो भएर विचार गर्नु। के आशै दिरा हो दसैँको टिकामा नि सुन्दा नि लाजै मर्दो। समाज भाउ ए 5 रुपियाँ दाम बढ्ता परेछ। ल माग्ने काका काकी म अहिले लागे। कहाँ लाग्यो भने यसो झुटो मुख गरेर जानुपर्छ क्या? होइन भाइको मलाई एकदम हतार छ, अहिले नलागो। के अर्न 20 रुपियाँ दाम दिइरह नि? कसैले सोसेली केही बोकेर आएको थिएन? कुरुको 10 रुपियाँ दिनु पर्दैन? 20 दिँदाखेरि त छुस्से परेर गयो। झुटो मुख गऱ्यौ भने उ जाँडै काटिसी। अब त्यही त देऊ सबै। अब अनि दसैँलाई दक्षिणा पुग्छ? पुगिहाल्छ नि। 350 जति छ है। बरु यसपालि खै गरिब भन्दा अघि किन हो त्यति मान्छे टिको लाउने आएन घर। आउँछन् होला। टिको लाउने मान्छे किन आउनु पर्यो? मलाई टिको लगाइदेऊ, 20 रुपियाँ दक्षिणा देऊ, फेरि जान्छु फेरि आउँछु। टिको लगाइदेऊ, 20 रुपियाँ देऊ, फेरि जान्छु फेरि आउँछु। टिको लाउँछु, 20 रुपियाँ देऊ। 20 रुपियाँ दिनु पर्यो तपाईँ? ल म दिन्छु ल। ओए कसैले नबोल, केराले हान्दा मान्छे मारिदिन्छु म आज। केरै चाहिँ नखाले भए जिस्टिन्छ नि। अलि बुझिने गरी दिनु न, के भाषामा दियो आशीर्वाद? लाखे आशिष भन्ने कुरो पनि माइक लाएर धुतुरु गरेर भन्छ। आशिष भन्ने कुरो मनमनै दिने हो, राम्रोसँग दिने हो। ल अब सुन, हामी भनेको इमान इज्जत र प्रेस्टिज भएको गोर्खाली जहिले पनि, हामी गोर्खालीले कहिले पनि यो शिर निउरान कहाँ टाउको घरि घरि यहाँ 100 रुपियाँ तलतिर देखे त घरि घरि तलतिर हेर्छ। अब आफै भइगयो नि। हामी भनेको इमान इज्जत र प्रेस्टिज भएको मान्छे। कुरो बुझेन? कहिले पनि अरूको अगाडि शिर नझुकाउनु, बुझिस? तर हामी इमान इज्जत र प्रेस्टिज भएको तकमा लाएको मान्छे देख्ने बित्तिकै ढुवाक्क शिर पारिहाल्नु। कुरो बुझ्ने? बुझिसके। भेरी गुड, धन्यवाद। त्यो तक्मे बुढाले त टिको लाएर 100 रुपियाँ दक्षिणा दिइरहेको रहेछ। 100 81 होइन, तपाईँको उमेर 81 भइसक्यो र भने के भन्छ यो? 81 जनाले टिका लगाएछ भनेर यहाँ टिपेको के हिजोदेखि आजसम्म हो र भने? यसरी पनि थाहा हुन्छ गाउँमा इमान इज्जत र प्रेस्टिज कति छ भनेर। हिजो झुसेलाई सोधेको कतिजना टिका लगायो भनेको 7 जना भन्छ। लाजै मर्दो। हिजो पो 7 जना त आज आउनै बाँकी छ नि। के रे रेखा थापा मेरो हातको टिको लाउन आउने रे? हजुर हजुर। किन उहाँको अध्यक्षले टिको लगाइदिएनछन्? डायनास्टी अध्यक्षसँग गर्न जाने, पार्टी प्रवेश उसैसँग गर्न जाने, अनि मैले टिको लगाइदिनु पर्ने? म टिको सिको लगाइदिन्न। अभिवादन छ रेखाजी, म त तपाईँकै प्रतीक्षामा थिएँ। यो भाइसँग कुराकानी गरिरहेको थिएँ म त।
टाइममै आउनुभयो आउनु सुता बसो अनि रेखाजी साह्रै राम्री भएर आउनु भएछ के छ त हालचाल एकदमै ठिक छ अब कमरेडसँग आशीर्वाद दिन आएको नि म अब त्यो त आउनु परिहाल्यो नि के कुरा हेर्नु भएको तपाईँले अनि अहिले तपाईँको काली हो कि गोरी के भन्ने फिल्म चलिरहेछ अरे भन्ने पत्र पत्रिकामा टिभीमा न्युज सुन्छु के फिल्म हो काली हो फिल्मको नाम चाहिँ अहिले चाहिँ एकदम देशव्यापी रूपमा सुपर हिट भइरहेछ हाउसफुलका साथ चलिरहेछ नेताजी तपाईँ पनि जानु पर्यो नि त हेर्नलाई एकदमै राम्रो काम गरेका थियौँ हामीले कालीमा कालीको सबै दर्शकप्रति आभारी पनि भए विशेष गरी महिला पात्रप्रति चाहिँ आभारी छु महिला पात्रले धेरै मन पराएको कालीलाई अब तपाईँहरू राम्रो गर्ने कलाकार हो चलचित्र त त्यसै राम्रो हुने भइहाल्यो अब अर्को कुरा त अहिले तपाईँ पनि हाम्रो लाइनमा आउनु भएको छ के अरे बधाई छ शुभकामना छ अब दसैँ जस्तो चाडमा मेरो हातको टिका थाप्न आउनुभयो म टिका लगाइदिन्छु कन्डिदारे त ल्याउनुहोस् त अब कलाकारितामा पनि राम्रै गर्नु भएको छ राजनीतिमा पनि राम्रै काम गर्नु नि तर ठिक्क मात्रै गर्नु हामीलाई उछुन्नी हुँदैन अरूलाई गाली मात्रै गरेर नौटङ्कीको हातको के टिका लाउन गइरह होला तुरुक्क आफ्नो मान्छेसित टिको नलाएर आतैको फुलेलीमा नजरैको मटङ्गाले कालीको मुटुलाई बनाई निशाना हानौला तन्काएर रेखा मेरो हातको पनि त टिको लाउनु पर्यो नि काजी साहब पनि यसरी बाटो बाटोमा कहाँ टिका लाउने घरमै आउँछु नि हुँदैन बाई बाई